भाइ टाउका बेसी जुम्रा भयो क्या भाइ क्या यसो यसो गइरहेछन् पहिले भाइ रिल बनाऊ न त्यहाँपछि कनाउनु कति कनाउँछु बनाऊ हम तुम मिलने को मिलते रहे तिमीलाई नकनाऊ भनेको होइन पहिले भाइ रिल बनाऊ न त्यहाँपछि कनाइराख्नु नि यसो यसो गरेर मलाई चिलायो पहिले भाइ रिल बनाऊ पर क्यों आज ऐसा लगा कोई यी भाइ त भनेको मान्दैन बोले जाऊ टक्लु भएर आऊ अनि त्यहाँपछि चिलाइराख्नु बोले रिल बनाऊ अहिले अझ रिल बनाउन इम्पोर्टेन्ट छ पहिले भाइ बुझेनौ खालि यसो 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 जाऊ टक्लु भएर आऊ बलियो केटो नै चाहिन्छ र हामीहरू जस्तो दुब्लो पत्लो भयो भने हुँदैन र केटी मान्छेलाई राम्रो खालको एउटा सकल र दिलवाला चाहिन्छ त्यो त दिल पनि कालो छ र सकल त दुनियाँ कालो खत्तम भइसकेको छ त भाइ के हो माने हामीहरू जस्तो चल्दैन नि के फट मेरा न के भन्छौ के चाहिँ भन्नु र के दुनियाँ मन्दिरबाट छोडेको बोको भइसकेको छ के भन्छु भन्छ कोठे मेरा 2 मिनट रख्या है भाइ तिम्रो र मेरो चस्मा मिल्नु पर्छ के ल अब देखे हिरो म पनि ल स्टार्ट गर आँखा झुम्काई तिमलाई फकाउला रिसाएरी तिमलाई हँसाउला आँखा झिम्काएर हुँदैन भाइ हेर बुढी रिसा भन्दा झटालाई ठाउँ ठाउँ फुटाइन्छ नि किन भन्दाखेरि बुढीलाई रिस उठ्यो भन्दा कुन जेके पुग्छौ कि बा टुमुखी पुग्छौ घर त आइपुग्दैन ग्यारेन्टी छ म चाहिँ ग्यारेन्टी भन्छु घर आइपुग्दैन डाइरेक्ट टुमुखी पुग्छौ जस्तो लागिरहेको टुमुखी त होइन होला सायद जेके पुग्छौ जेके प्राइभेट हो नि त जेके प्राइभेट हो नि क्या उसे तूने कहीं छुआ है बताओ नंदिनी बहिनीलाई मिर्गी बिमारले धड्छ कि क्या हो आज पहिली बार यस्तो आइमी मान्छेलाई देखेँ जो कि दाढी र यो यस्तो जुङ्गा पनि निस्केका रहन् के रे बिग्रेका पिसा त फट त्यो ओठामा त्यसलाई छोको हो नि त थुतुनो बन्द गरेर राख भन्न खोजेको के त्यसले बहिनी तिमी सिरियलमा जाऊ बा खाता नाटक रह त राम तिम्रो त सासको गऱ्यो भने त तिमीलाई मार्दैन हो डाइरेक्टली के छि 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 हो खत्तम रे खत्तम बिग्रेका पिसा त फट